के पैसा भन्ने बित्तिकै महादेवको पनि त्रिनेत्र हैन त ल तपाईलाई देखाउने बित्तिकै लक्ष्मीनारायण पनि झरिहाल्यो यो चाहिँ तपाईको गुरुदक्षिणा है त ल राख्नु अनि साउजी हाम्रो खातामा कति छ हिसाब भन्नु त आज सब क्लियर गर्नु पर्यो क्या हैन के भयो मेरो ह्यान्डसम अफ देख्छु त केही प्रब्लम छ हो के भयो यो त कुरा भन त मलाई तिम्रो बुढाले हाम्रो यो रिलेसनको बारे थाहा पायो भने के गर्छ होला है एडाबाट सोच छट्यो के नचाहिने कुरा सोचेर बस्या होला मैले तपाईलाई रोजेको भन्दिमला नि त सकिगयो तिमीले पो त्यस्तो भन्थ्यौ होला त मलाई त तिमी ठट्टाइदिने होला अनि तपाई चाहिँ हातमा दही जमाएर बस्नुहुन्छ अचम्म सजी यो कुरा भन त मलाई तिम्रो बुढाले भयंकर पैसा कमाउँछ क्या हो अचम्मै भयो त किन र म घर आउँदा पनि अचम्म मान्नु पर्छ त्यस्तो होइन दिउँसै आउँदा त लागिहाल्छ नि अनि के गर्दैछौ नि आजकल जापान जानु ट्राई गरिरहेको छु दाइ हिजोदेखि केबलै राम्रो आएको थिएन त्यही भएर बोलाएको ल आयो तपाईको आयो ल म जान्छु दाइ है हस् हजुरलाई भोक लाग्यो होला है म केही बनाएर ल्याउँछु है दाइ कप कालो चिया बनाउनु न है हस् सुन दाइ हजुर सुनिल कार्की भन्ने मान्छे उहाँ नै हो ए हो उहाँ नै हो तपाईले पहिलेदेखि भेट्न खोज्नु भएको थियो अरे हिजो मात्र आइपुग्नु भएको वाह सुनिल दाइ वाह क्या सर्ट छ दाइ नमस्ते नमस्ते पहिला त मैले हजुर म किरा रहेछु राई दाइलाई मैले धेरै दिनदेखि भेट्न खोजिरहेको थिएँ घर पनि गएको थिएँ दाइ बाहिर जानु भएको रहेछ उता छोरीजाले बोलाइरहेको थियो अनि त्यही भएर म पनि घुम्न जाउँ भनेर चिया खाउँ दाइ चिया भोबो नै अनि भाइले अस्ति किन खोज्नु भएको थियो मलाई खासमा दाइ हजुरको जुन यो जग्गा छ नि जग्गामा के गर्ने प्लान गर्नु भएको छ कि प्लान त किचलो भएर त्यतिकै छोडेछु मैले किचलो भन्नाले मुद्दा परेर मुद्दा परे पनि जग्गा किन्नको लागि मान्छे त आउँछ होला नि मान्छेहरू त आइरहेछन् तर मुद्दा परेको हुनाले त्यतिकै छोडेछु थ्याङ्क यू दाइ ए ल त भाइ ल चिया लिनुहोस् म आउँदिनँ भनिसके त मेरो एक्जाम आइसक्यो मलाई पढ्नु छ मलाई के थाहा यार त आफै मिला न जे भन्नु छ भन्न आउँदिनँ यहाँ फोन राख अब आफै मिला न म आउँदिनँ भनेपछि तँलाई के को खसखस
ओ विक्रम भण्डारी उर्फ बिक्कु दादा हजुर टिम लिडर तै हैनस् हजुर घर कहाँ हो तेरो सुर्खेत हो साहब सुर्खेत कहाँ हटिया लाइनतिर सर अनि यहाँ के गर्न आइस इन्जिनियरिङ पढ्न आएको सर कति पढिस् त ब्याग लगाइ गएर सर रिस उठ्यो मैले छोडिदिएँ अनि यो चोरी डकैती हत्याको कोर्स चाहिँ कहाँबाट गरिस् होइन सर कहाँ यस्तो कोर्स हामीले केही पनि गरेको छैन सर ए बिना कोर्स नै सर्टिफिकेट पाए त्यसो भए हजुर। हो होइन सर यो हामीले यो के छ भने यो माक्रा खाने बाहेक अरू केही इलिगल काम गरेको छैन सर हामीहरूले ब्रिलियन्ट रहेछस् थ्याङ्क यू सर थ्याङ्क यू लिगल इलिगल छुट्याएर गर्ने गरेको छस् होइन यार यो लागु औषध बिक्री वितरण गर्ने सेवन गर्ने त प्रमाणित नै भइसक्यो ए यति भएपछि 1 वर्ष जेल पक्का 1 वर्ष ए भाइ सर यिनीहरूको मुद्दा दर्ता माफ गराउने गरिदिनुहोस् सर हाम्रो केही पनि गल्ती छैन सर हामी यो काम सबै छोडिदिन्छ सर सर अब म भोलिदेखि कलेज पनि जान्छु सर मलाई माफ गरिदिनु हामीलाई समझदार रहेछस् बल्ल लाइनमा आइस होइन तिमीहरूलाई चोरीको मोबाइल ल्यापटप यो कसरी सप्लाई गर्छ तिमीहरूलाई त्यो एकजना छ सर त्यो को त्यो खोइ सर हामी डिलर भनेर चिन्छ कहाँ हो घर थाहा छैन सर घर थाहा छैन फोन नम्बर कति हो दिनदिनै फरक फरक नम्बरबाट फोन गर्छ सर नम्बरै थाहा भएन कुरो लगाउँछस् अझै अझै चाहिँ कुरो लगाउँछस् ए भन त ए साँच्चै भन्नु सर हजुरको आमा कसम के अरे फेरि भन्दै एकचोटि मेरो आमा कसम मेरो त्यसको अनुहार याद छ छैन सर ए अनुहार त याद छ होला नि तिमीलाई त्यसको याद छैन तिमीहरूलाई ए यत्रो ठुल्ठुलो जुङ्गा पालेको छ सर यत्रो ठुलो चस्मा लाउँछ अनि दिनदिनै स्कुटी बाइकमा नयाँ नयाँ किनेर ल्याउँछ अरू त थाहा छैन सर ए भाइ त्यो डिलरको स्केच गर्न लगाउनु अनि त्यसको फोन आउँछ होला नि त होइन हजुर त्यसको फोन आउने बित्तिकै हामीलाई सम्पर्क गर्ने बुझिस् हजुरको नम्बर कति हो थाहा मेरो नम्बर ए थाहा नम्बर मेरो थाहा छ त ए भाइ यिनीहरूलाई यो डिलर पक्राउन पनि जेलसम्म तारिकमा छाडिदिने अनि त्यसले फोन गर्यो भने हजुर हामीलाई सम्पर्क गर्ने बुझिस् ए सबैजनाले बुझिस् बुझेँ सर सर हामीले जाँदा हुन्छ अहिले यिनीहरूलाई तारिकमा छोडिदिने